फिनल्यान्डमा मास्टर्स प्रोग्राममा सेभरल कोर्सेसहरू रोलिङ एडमिसनको लागि अलरेडी ओपन भइसकेको छ। दिज आर द कोर्सेस यु क्यान एप्लाई फर। इङ्ग्लिस ल्याङ्ग्वेज रिक्वायरमेन्ट्सको कुरा गर्नु पर्दाखेरि आइएल्समा ओभरअल 6.5 इज ब्यान्ड नट लेस देन 5.5 ओर पिटीमा ओभरअल 62, टोफेल गर्नुभएको छ भने टोफेलमा ओभरअल 92 चाहिन्छ। यो इङ्ग्लिस टेस्ट रिक्वायरमेन्टलाई तपाईँले यदि इङ्ग्लिस स्पिकिङ कन्ट्री, युरोपियन युनियन अथवा EEA वाला कन्ट्रिजहरूमा तपाईँले ब्याचलर्स डिग्री सक्नुभएको छ भने पनि तपाईँलाई इङ्ग्लिस ल्याङ्ग्वेजको रिक्वायरमेन्ट्समा वेभ हुन्छ, इन्क्लुडिङ इन्डिया एज वेल। युनिभर्सिटीको एडमिसन टिम मन्थली बेसिसमा तपाईँको एप्लिकेसन चेक गर्दछ र तपाईँको बेस्ड अन GPA एडमिसन रिजल्ट स्टुडेन्टहरूलाई प्रदान गर्दछ। जति धेरै GPA हो त्यति नै तपाईँको एडमिसन पाउने चान्सेस हायर हुन्छ when it comes to rolling based admissions. So university also provide early bird discount of 6,000 euros for masters program. तपाईको फुल फी रहेको छ 14,000 euro भने 6,000 स्कलरशिप दिएर तपाईको फर्स्ट इयर 8,000 euro तपाईको ट्युसन फी हुने गर्दछ र सेकेन्ड इयर अथवा थर्ड इयर चाहिँ तपाईको अन द बेसिस अफ हाउ यु हेभ पास योर कोर्स त्यसले फरक पर्छ।